पोखरा कन्सर्टको यात्रा हामी बागलुङबाट लागिएको छ। घरबाट बनाउन सकिएन हो के हो हाम्रा कोही के जिसी के रे सिजी ग्रुपमा जोइन भएको मान्छे हुने त अनम्यारिड ग्रुप हाम्रो होइन फर्स्ट यो थर्ड टाइम हो कि होइन त्यसो एकचोटि अहिले एकचोटि साग्दी गयो अनि अहिले त्यो अहिले छ कि त्यो गाई चाहिँ म अर्कोचोटि त्यो साग्दीको भिडियो नि हाल्दैछु त्यो महँगो छ अब हाल्छु जाने बेला भइसक्यो इन्डियन लाउरेका एक्ला छोरा कोरियन लाउरेका साला कोरियन लाउरेका आफै कोरियन लाउरे हुने नि होइन गाह्रो छ यता नि मङ्सिरमा बिहे गर्ने भनिन्छ रे बिहे खाने खाइहाल्छ गाई चाहिँ यहाँ कोही छन् भने यसो सम्पर्क गरिदिनु होला हाम्रो मामालाई अरे मामा गोरो देखिँदो रहेछ भित्र त ल हामी हेम्जा आइसकेको छ गाई सबैजनाले सुनिदिनु होला हामी हेम्जा आइएको छ हामी आज पोखराको कन्सर्टमा हिँडेको अब 2-4जना छ नि अझै उताबाट थप्ने यहाँ हामी छौँ कालो देखियो हाम्रा यी मेन क्यामेराम्यान माइकल थापा छेत्री दिन्न खाने दिन्न अनि ल है गाइस हामी पोखरा झरिसकेका छौँ बा नि म त देखिन्न ल है गाइस हामी रुमसम्म आइसकेका छौँ माइकल हस्पिटलमा छिरिन्छन् दिस इज आवर रुम है उस टिभी क्यामेरा छ कि छैन रहन्छ यार कसम लास्ट खुट्टा दुइन्छ यार अब हामी एकछिन रेस्ट गरेर कन्सर्ट टाप है बल्ल गरे ये जी कॉफी की तरह कॉफी खाना है क्या दाजी का लाली मुनी राखेको नि त्यहाँ कॉफी गराइ नान्नुलाई चाहिँ म यो बोके राख्दै ठीक मैले भनेको होइन ग्राइन्ड हान्नलाई चाहिँ कफी किसिम रहेछ मिठो दरमा आएको छौँ नराम्रो भनेको होइन हजुरहरूले भिडियो हेर्नुभएको छ भने हजुरहरूले हामीलाई चिन्नु तर नराम्रो भनेको होइन हामीले यो जस्ट फर कन्टेन्टको लागि मात्रै भिडियो बनाएको है राम्रो एकदम टेस्टी छ है फर्स्ट क्लास लगाइ हामी त्यो टिकट ती 3टाको टिकट देखाइदिए हामी कन्सर्टमा छिरिसकेका छौँ अनि हाम्रा बिहारहरू हेन्सम छन् सबै प्रत्येक कन्सर्टमा ब्याक स्टेजमा हामी अब भिआइपी सिट नलिने केटा गाइज भिआइपी सिटमा छ भिआइपी सिट नलै हामी जनरलमा छिरेका छौँ अनि अब भिआइपी सकिएन जनरल पेपर हो कि के भन्ने सिटिङ हो क्या त्यहाँ एउटै सेम हो कि फरक छैन त्यो बस्नु मन गर्ने बागलुङका डनहरू आइछन् सबै गीत त किसिम छ क्या लास्ट धेरै मान्छे आइन्छ लास्ट धेरै जुन पायो नि चाँडो पायो भने त चर्सियो पिरले आएको यसो अलिक देखाउनु काटेर
गरिहाल डाउनलोड छुट्टी मैंने हाल मैंने त्यो टाइमर बढाएको हो कि होइन त्यही चाहिँ मतलब तत्काल गराएर टाइमर भन्यो होइन मायाको त यो मान्छे राम्रो होला कि कन्सर्ट आएर राम्रो भएको होला यार जिम देखियो सबै मारेको चाहिँ मारेको 3 जनाको थर्ड ब्लक फोर्थ 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 वन दिस इज फोर्थ वन तर एउटा चाहिँ उस क्या एडिट भएन नि त दोस्रोमा खिचेको अहिले 3 वर्ष भयो अहिले त एडिट भएन ल है सबैजना टाइमर स्टार्ट भइसकेको छ 21 मिनट छ अझ बाँकी गाइजहरू जोसमा छन् सबैजना अहिले अहिले त जोसमा छन् र अहिले ओइला छन् सबै माछा पुछ्रेको काखमा आइसकेको छौँ हामी के त्यो स्ट्रगल हेर स्ट्रगल ज्यादा खालेन त्यसको टाइम चाहिँ हमने गरीबी देखी है हम लोगों ने गरीबी देखी है भन्दै चलाउनु ला भन्छ 3 वर्ष भइसक्यो है एउटा ब्लग खिचेको अहिलेसम्म एडिट गरेर युट्युबमा आएको छैन गाइस गाह्रो छ ज्ञानी अब एडिटिङ गर्न नआएपछि यस्तै छ यो फेरि हामी 3 जना नि उल्टै छौँ लाइट गयो भने देखिन्न अझ गोर्छु भन्छन् के अरे एउटा उता के भयो त्यो यो हाल्ने होइन क्या एउटा गाइस स्टेजमा धुवा उडिसक्यो अब चाहिँ आगमन होला जस्तो छ अझै 19 मिनट छ हो मिनट छ कि त्यो धुवा मात्र उडेको
बिहानको 7 बजे सबैजना आगमन भइसक्यो रातभरि सुत्न पाएन गाला गाला मेरो त हातै सुन्निन्छ कति दुइन्छ उठिन्छ नि अनि यता फेरि कोही कन्ट्रोभर्सी गर्दैछ कन्ट्रोभर्सी गर्दैछ नि यहाँ रमाइलो हुँदैछ गाइस है ग्रुपमा मैले भनेको है सबैलाई है त ग्रुपमा त्यत्रो को जाने हो भनेर नि ल्याइदिन्थेँ मैले जाने म जाने भने टिकट काटिदिन्थेँ पैसा दिएको भए हुन्थ्यो पैसा दिन नखोज ठुलो देखिन्छ पैसा त कहाँ खान्छ मलाई हो यो कस्तो छ कतिको यो मेरो त यो किसिम छ अर्को प्रश्न चाहिँ के अरे अब नाम देख्नु नहुने खालको कि त्यस्तो खालकोमा त्यो खालको दामी हुन्छ क्या साथीले मगाएको त्यस्तो सेयर पनि दामी थियो कि पैसा जति हाल्यो पनि ठिक्क देखियो होइन यस्तो पनि बक्स पैसा नभए नि किसिम छ ल गाइस हामी पोखराबाट फर्किसकेका छौँ घरबाट फोन हानेर धान काट्न छिटो आइज मुर्दाहरू भनेको छन् अब सेक्छन् घर पुगेपछि गाइस अब गाह्रो छ यहाँ नि भागेर आएको हाम्रा मेन आयोजकहरू उहाँ छन् उहाँ बसेछन् फर्स्टमा ल है गाइस लड्दै पढ्दै वाग्दै छेड्दै घर आइयो अनि दिस इज आवर लास्ट ब्लग हुनसक्छ है किनकि लास्ट पार्ट ब्लगै हुनसक्छ मेरो पऱ्यो भने अब त घर गएपछि सुकुटी बनाउँछन् सुकुटी बनाएर सक्यो त्यो लास्ट भिडियोमा हाल्नु त के तिम्रो युट्युब च्यानलमा यति भयो सेक्छन् ल देखाउँछ ल अब ओए उता अनि सबै हेर्नु केटा यार किसिम भनौँ अनि ल सब्सक्राइब गर्दै गर्नु होला सपोर्ट गर्नु होला फ्यामिली बोला गो यार जेप्पै चाहिँ नबोल न यार बिप हाल्ने बिप अनि किन बाल्मिकी केटाहरू भन्ने बाल्मिकीहरू त नि अहिले जेप्पै चाहिँ नबोल त एमएलएको ल गाइस सायोनारा केरा गाडी भन्ने ध्यान न केरा गाडी यहाँ त ध्यानमा ब्लग सकिएको छ अब ल बाटो बाई बाटो यस्तै see you soon हिँडी छन् भन्ने के छन् we see you in next video this is our last रियाले भन्ने and we finally in our vlog bye